नमस्कार हजुरहरू सबैजनालाई। आफ्ना इष्टमित्रहरूबाट टाढा बस्नु परेको अवस्था हजुरहरूलाई आएको छ कि छैन? कहिलेकाहीँ टाढा भएर पनि मिल्ने मौका पनि आउने रहेछ। यस्तै मलाई बहिनीहरूसँग मिल्ने अवसर जुरेको थियो। मुम्बईको समुद्रको तटहरूमा बहिनीहरूसँग रमाइरहेको 1 वर्ष भइसक्यो। अहिले प्रविधिले गर्दा म फोटो भिडियो कलेक्सन गरेर भर्खरै बहिनीहरूसँग रमाइरहेको जस्तो महसुस भएको छ। त्यसैले हाम्रा लागि बनेका जुनसुकै प्रविधिहरूको सदुपयोग गरौँ, दुरुपयोग नगरौँ। कतिको यिनै प्रविधिले घरबार बिग्रिने अवस्था बनाउने गर्दछ। त्यसैले हामी दुरुपयोगतिर नलागिकन सदुपयोग गर्न कोसिस गरौँ भन्न चाहन्छु। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ? जस्ताको तस्तै प्रतिक्रिया दिन सक्नुहुनेछ। धन्यवाद।